स्वागत छ तपाईलाई अस्मिता टेन्सेटमा। ल त सुरु गरौँ। पाठ 3 विविधतामा एकता। प्रश्न नम्बर 1 मा रहेको छ विविधतामा एकता नेपालको विशेषता भनेको के हो? प्रश्न पार्नुहोस्। आन्सर: नेपाल सांस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधताका लागि परिचित छ, जसलाई प्राय विविधतामा एकता भनिन्छ। आकारको हिसाबले सानो देश भए पनि नेपाल 125 भन्दा बढी जातीय समूह र 123 भाषाहरूको घर हो, जसले यसलाई विश्वको सबैभन्दा विविध देशहरू मध्ये एक बनाउँछ। नेपालमा संस्कृति, जातीय र धर्ममा भिन्नता भए पनि नेपाली जनतामा राष्ट्रिय एकता र पहिचानको बलियो भावना छ। एकतामा विविधता नेपालको सबैभन्दा ठुलो शक्ति हो र यसले देशको समृद्ध सांस्कृतिक सम्पदामा योगदान पुर्याएको छ। यो विविधताको प्रवर्धन र संरक्षण गर्ने देशको नीति राष्ट्रको रूपमा आफ्नै छिटै पहिचान कायम राख्न आवश्यक छ। प्रश्न नम्बर 2 मा रहेको छ नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्। आन्सर: नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ। त्यस्तै यहाँ सयौं जातका मानिस बसोबास गर्छन् भने सयौं भाषा बोलिन्छन्। यहाँ प्रत्येक जातिको आफ्नै मूल्य, मान्यता र परम्परा र प्रचलन रहेका छन्। तराई, मधेस, पहाड र हिमाल जस्ता भौगोलिक विविधता भए पनि हाम्रो मुलुकमा तराई, मधेस, पहाड र हिमाल जस्ता भौगोलिक विविधता पनि हाम्रो मुलुकमा रहेको छ। यस प्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो। प्रश्न नम्बर 3 मा रहेको छ विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस्। आन्सर: विविधतामा एकताको महत्त्व निम्नानुसार रहेको छ। 1. प्रत्येक स्थानमा मेलमिलापको वातावरण हुन्छ। 2. सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र संवर्धन हुन्छ। 3. राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ। 4. देशमा शान्ति र अमन चयन कायम हुन्छ। 5. नागरिकहरूमा अपनत्वको भावना विकास हुन्छ। ल त साथीहरू, आजको भिडियो यहीसम्म। च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। धन्यवाद।